बस मुखमा चाहिँ यो एउटा चिज चाहिँ राखिहाल्नुस्, तपाईको दाँत सम्बन्धी समस्याहरूमा चाहिँ राहत मिल्छ। जस्तो कि तपाईको दाँतबाट रगत आउनु, गिज्जा कमजोर हुनु र दाँतमा किरा लाग्नु, दाँत दुख्नु, साथै तपाईको दाँत एकदम कमजोर हुनु, यस्तो समस्या छ भने आफ्नो मुखमा चाहिँ यो एक चिज राख्नुस्, तपाईको यो सबै समस्याबाट चाहिँ राहत मिल्छ। जस्तो कि यो हो एउटा यो जामुनको यो बिउ हो। यो जामुनको बिउ चाहिँ हाम्रो दाँतको लागि एकदमै राम्रो हुन्छ। मैले यसरी बिच्चको बोक्रा फुटाएर लिएकी छु। यस्तो दाना दाना यो एकदम राम्रो हुन्छ हाम्रो दाँतको लागि। त्यही भएर यसलाई चाहिँ सामेल गर्नुस्। साथै यहाँ मैले लौङ लिएकी छु। यो लौङ पनि हाम्रो दाँतको लागि एकदमै दाँतमा पेन भएको किरा लागेकोलाई सबैलाई रिमुभ गर्छ, किनभने यसमा चाहिँ एन्टिब्याक्टेरियल गुण हुन्छ। यो खास गरेर फुल भएको लौङ चाहिँ लिनुपर्छ। त्यस्तै मैले यहाँ लिएकी छु यो आपामार्ग, चिरचिरा पनि भनिन्छ यसलाई, उल्टा चिचरी। यसको डाँट मैले सुकाएर राखेर यसलाई लिएकी छु टुक्रा पारेर। यो दाँतको लागि वरदान हो। यसको चाहिँ दातुन गर्दा पनि हाम्रो दाँतमा भएको समस्यामा चाहिँ राहत मिल्छ। अब यहाँ सधैँ नपाएकोले मैले यसलाई सुकाएर एउटा पेस्ट बनाएर युज गर्छु। त्यस्तै यहाँ मैले थोरै यो बेसारको टुक्रा लिएकी छु, शुद्ध बेसारको टुक्रा। यो पनि एन्टिब्याक्टेरियल भएकोले र यसमा कर्क्युमिन भएकोले हाम्रो दाँतको लागि वरदान हो। त्यस्तै म यहाँ चाहिँ यो निमको पात मिसाउँछु। यो निमको पात चाहिँ अलिअलि तितो टरो, मुखमा चाहिँ कस्तो राम्रो स्वादिलो र कीटाणु मार्नलाई मद्दत गर्छ। त्यस्तै म यहाँ यो पानको पत्तालाई सुकाएर राखेकी छु। यो पानको पात पनि हाम्रो दाँतको लागि एकदमै राम्रो हुन्छ र हाम्रो दाँतलाई कमजोर हुन दिँदैन। दाँतबाट रगत र गिजा कमजोर हुने समस्यामा राहत मिल्छ। अब म यो सबैलाई चाहिँ यसको साथै म चाहिँ यसमा 1 चम्चा जति चाहिँ मैले यो सिधे नुन मिसाउँछु। यो दाँतको जुन दाँतमा र हाम्रो गिज्जामा चाहिँ सुनिएको हुन्छ गिज्जा, त्यसलाई चाहिँ कम गर्छ र कीटाणुलाई पनि मार्ने गर्छ। अब यो सबैलाई म चाहिँ एउटा पाउडर बनाउँछु र यसलाई कसरी प्रयोग गर्ने र यसबाट चाहिँ कसरी छुटकारा पाउने म सबै भिडियोमा देखाउने छु। त्यही भएर भिडियोलाई लास्टसम्म हेरिदिनु होला र सकेसम्म धेरै माझ यो भिडियोलाई सेयर गरिदिनु होला, किनभने यस्तो समस्या धेरै मान्छेमा आजभोलि देखिरहेछ। अब यो चाहिँ मैले तयार पारेर कसरी युज गर्ने त्यो पनि बताउने छु। अब लागो यो सबैलाई म एउटा मिक्सीमा राखेर यो सबैलाई चाहिँ म यसरी पाउडर बनाइहालेँ र यसलाई चाहिँ यसरी तपाईको दाँतमा चाहिँ झन्झनाहट हुने, चिसो खाँदा चाहिँ झन्झनाहट हुने, त्यस्तै गुलियो खाँदाखेरि दाँत सिमसिम हुने र दाँत दुख्ने, अब राति कुनै बेला दाँत दुख्ने त्यस्तो समस्या छ र गिज्जाबाट रगत आउँछ र गिज्जा एकदम कमजोर भएको छ र तपाईको गिज्जा चाहिँ एकदम सुनिएको छ र गिज्जामा त्यो दाँतमा क्याभिटिज लागेको छ भने तपाईँ दुख्ने बेलामा चाहिँ सिमसिम, गुलियो खाने बेलामा गुलियो खाँदा चाहिँ दाँत सिमसिम गर्छ, त्यतिखेर तपाईँ 1 चिम्टी चाहिँ यसरी लिएर दाँतमा चाहिँ मुखमा राख्नुस्। तपाईको यो समस्याबाट, सबै समस्याबाट समाधान हुन्छ। यदि कुनै दिन चाहिँ तपाईँ अचानक गुलियो खायो अनि दाँतमा गुलियो खान त मन लाग्यो तर दाँत चाहिँ खान मिल्दैन, त्यस्तो समस्या छ भने पहिला गुलियो खानुस् र दाँतमा यो राख्नुस्। तपाईको दाँतमा चाहिँ जुन गुलियोबाट चाहिँ दाँतमा जुन असर पर्छ, दाँतमा कस्तो कस्तो दुखेको महसुस हुन्छ, त्यसबाट चाहिँ चाँडै नै राहत मिल्छ। यो भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र धेरै माझ सेयर गरेर सब्सक्राइब गरी बेल आइकनमा थिची अलमा प्रेस गरिदिनु होला, ताकि म यस्तो भिडियो बनायो भने सबभन्दा पहिला हजुरहरूले नै नोटिफिकेसन पाउनुहुनेछ। बाई बाई, टेक केयर, थ्याङ्क यू।